नाम मखमली मगर। मेरो ठेगाना भन्नुपर्दा चाहिँ मध्यबिन्दु 13 मैनाघाट। म यो नवप्रतिभामा आबद्ध भएको 2071 सालमा हो। म नवप्रतिभामा बसेर बचत पनि गरेछु, चाहिँदा ऋण पनि लिएको छु। म नवप्रतिभामा बसेर सुरुमा 10,000 लिएर 2वटा बाख्रा लिए। त्यसपछि फेरि मैले 40,000 ऋण खाएर 3वटा बाख्रा थपेर 5वटा बनाएँ। फेरि त्यसरी नै 90,000 ऋण खाएर फेरि दुनो भैँसी ल्याएँ। त्यसपछि फेरि 2 लाख निकालेर घर गोठ मर्मत गरेँ। यसरी नै लोन चलाउने क्रममा मैले नवप्रतिभाबाट फेरि अहिले 1.5 लाख रुपियाँ निकालेर लोकल कुखुराको सुरुवात गर्दैछु। फेरि यो 81 सालमा मैले 1 लाख थपेर अनि लोकल कुखुरा 300वटा बनाएको छु। अहिले मेरो घरमा 15वटा बाख्रा अनि 15वटा बाख्रा छ अनि भैँसी छ अनि 300वटा लोकल कुखुरा छ। यसैलाई नै अहिले मैले व्यावसायिक रूपमा चलाउँदै आएको छु। यसरी नै मेरो व्यवसायलाई अगाडि बढाउनका लागि नवप्रतिभा सहकारीले ठुलो सहयोग गरेको छ। 71 सालदेखि मैले नवप्रतिभामा बचत गर्दै आइरहेको छु। आवश्यकता अनुसार ऋण पनि खाइरहेको छु अनि यहाँहरूलाई पनि सम्पूर्णलाई नवप्रतिभामा बचत गर्दै आवश्यकता अनुसार ऋण खाँदै व्यवसाय गर्नको लागि अनुरोध गर्दै नवप्रतिभा सहकारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्ते।